हेलो एभ्रिवान, वेलकम टु द भिडियो। आज चाहिँ हामी प्रोडक्ट्समा चाहिँ कसरी प्रोडक्ट अपलोड गर्न सकिन्छ भनेर चाहिँ हामी सिक्नेछौँ। तपाईँले रजिस्टर गरिसक्ने बित्तिकै चाहिँ तपाईँ यस्तो ड्यासबोर्डमा पुग्नुहुन्छ। यो ड्यासबोर्डमा ठ्याक्कै ड्यासबोर्डको तल चाहिँ प्रोडक्ट भन्ने देख्नुहुन्छ र प्रोडक्ट खोलिसकेपछि चाहिँ /view प्रोडक्ट, क्याटेगोरिज, एट्रिब्युट, ब्रान्ड्स, होम पेज सेक्सन, इन्भेन्ट्री र कुपन्स भन्ने देख्नुहुन्छ। हामी चाहिँ अहिले प्रोडक्ट एड गर्न सिकिरहेछौँ। /view प्रोडक्टमा क्लिक गर्नु होला। अनि त्यसपछि चाहिँ तपाईँको यहाँ एक्जिस्टिङ प्रोडक्टहरू सो हुन्छ। अनि नयाँ प्रोडक्ट एड गर्नको लागि चाहिँ यता एड न्यू प्रोडक्ट भन्ने हुन्छ राइट कर्नरमा। यता एड न्यू प्रोडक्टमा चाहिँ क्लिक गरिसकेपछि चाहिँ यता प्रोडक्ट नेम भन्ने छ। अहिले चाहिँ प्रोडक्ट नेम राख्थ्यौँ, मैले चाहिँ एउटा ऱ्यान्डम नेम राखेँ। अनि त्यो प्रोडक्टको चाहिँ डिस्क्रिप्सन के हो त्यो डिस्क्रिप्सन पनि यतै राखौँ। लाइक त्यो प्रोडक्टसँग रिलेटेड डिस्क्रिप्सनहरू चाहिँ यता राख्नु पऱ्यो। अनि त्यो प्रोडक्टको प्राइस चाहिँ कति हो भनेर चाहिँ तपाईँले यता राख्नुपर्ने हुन्छ। अहिले मैले 2000 राख्छु। अनि डिस्काउन्ट चाहिँ कति दिने भन्ने हुन्छ। अनि डिस्काउन्ट चाहिँ अब मैले 500 राखेँ। तपाईँले नि आफ्नो प्रोडक्टमा कति दिन सक्नुहुन्छ त्यो अनुसारको राख्न पायो, नराख्न नि पायो, त्यो चाहिँ कम्पलसरी भएन। अनि डिस्काउन्ट चाहिँ दुईवटा टाइपको चाहिँ हजुरले राख्न सक्नुहुन्छ। एउटा चाहिँ फिक्स्ड र अर्को चाहिँ पर्सेन्टमा। फिक्स राख्यो भने चाहिँ एमाउन्ट राख्नुपर्ने हुन्छ र पर्सेन्ट राख्यो भने चाहिँ 10%, 5%, 2% जति पर्सेन्ट दिनु सक्नुहुन्छ त्यति राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ तल प्रोडक्टको इमेज देख्नुहुन्छ। मैले एउटा ऱ्यान्डम इमेज यता राख्छु। इमेज चाहिँ तपाईँले क्रप गरे पनि मिल्छ, क्रप नगरिकन क्यान्सल गर्यो भने चाहिँ जस्तो तपाईँको प्रोडक्टको साइज हो त्यस्तै प्रोडक्ट चाहिँ यता आउँछ। क्रप नगर्दा नि भयो र इफ गर्न मन छ, अननेसेसरी कुराहरू छ भने चाहिँ गर्दा पनि भयो। अनि प्यारेन्ट क्याटेगोरी चाहिँ तपाईँले चाहिँ यतादेखि नि क्रिएट गर्न सक्नुहुन्छ र यतादेखि नि क्रिएट गर्न सक्नुहुन्छ। यहाँ प्लस आइकनबाट नि क्रिएट गर्न सक्नुहुन्छ तपाईँले। अहिले चाहिँ मैले पहिला नै क्रिएट गरेको प्यारेन्ट क्याटेगोरी राखेँ, त्यो चाहिँ क्लोजिङ भन्ने छ। सब क्याटेगोरी पनि तपाईँले यतादेखि नि क्रिएट गर्न सक्नुहुन्छ, प्लस आइकनदेखि पनि, र यताबाट नि क्याटेगोरिजमै गएर पनि क्रिएट गर्न सक्नुहुन्छ। र अहिले मैले सब क्याटेगोरी चाहिँ मेन्सवेयरमा राखेँ। अनि ब्रान्ड चाहिँ तपाईँले आफ्नो ब्रान्ड पनि राख्न सक्नुहुन्छ। इफ हजुरको लाइक हजुर आफ्नै ब्रान्डको स्टोर चलाइराख्नु भएको छ भने चाहिँ तपाईँले आफ्नै ब्रान्ड लाइक क्रिएट गरेर राख्न सक्नुभयो। र हजुर चाहिँ रिसेलर हो कसैको भनेपछि चाहिँ त्यहाँबाट ब्रान्डहरू क्रिएट गरेर चाहिँ राख्न सक्नुहुन्छ। यहाँदेखि ब्रान्ड क्रिएट गर्न सक्नुहुन्छ र यतादेखि ब्रान्डहरू क्रिएट गर्न मिल्छ। त्यसपछि होम पेज सेक्सन भनेको चाहिँ तपाईँको के अगाडि देखिन्छ, वेबसाइटमा चाहिँ के देखिन्छ भन्ने हो, लाइक कुन सेक्सनमा देखाउने भन्ने हो। त्यही यता होम पेज सेक्सन भनेको चाहिँ जस्तै यो रेयर कलेक्सन भन्ने छ, अनि यो हट भन्ने छ, अनि मस्ट सोल्ड भन्ने छ, र न्यू अराइभल भन्ने छ। अब यहाँ चाहिँ हजुरले होम पेज सेक्सन चाहिँ यताबाट प्लस आइकनबाट पनि क्रिएट गर्न सक्नुहुन्छ र यतै होम पेज सेक्सनबाट पनि क्रिएट गर्न सक्नुहुन्छ। अहिले चाहिँ मैले चाहिँ मसोल्डमा राख्छु। अनि यो स्ट्याटस भनेको चाहिँ प्रोडक्टलाई एक्टिभ राख्ने छ भने एक्टिभ राख्नु पर्यो, ड्रपमा पनि राख्न मिल्यो र इनएक्टिभ पनि राख्न मिल्यो, जे पनि राख्न मिल्यो। इनएक्टिभ बाहेक यो दुईवटा अप्सन चुज गर्यो भने चाहिँ तपाईँको अगाडिपट्टि देखिँदैन प्रोडक्ट चाहिँ। त्योपछि हामी चाहिँ एड प्रोडक्टमा क्लिक गर्छौँ। एड प्रोडक्टमा क्लिक गरिसकेपछि तपाईँको सबै डिस्क्रिप्सन पेज चाहिँ खुल्छ, यता डिस्क्रिप्सन पेज चाहिँ। अनि हामीले सर्ट डिस्क्रिप्सन अघि राखेको थियौँ र अब यसमा चाहिँ लाइक एकदमै तपाईँले चाहिँ लाइक हुन्छ नि प्रोडक्टको बारेमा ओभरअल कुराहरू बताउन चाहनुहुन्छ भने यता चाहिँ लङ डिस्क्रिप्सन यता राख्न सक्नुहुन्छ, प्रोडक्टको बारेमा कन्टेन्ट चाहिँ राख्न सक्नुहुन्छ यता। अनि त्यो चाहिँ ब्रान्ड अघिको भइहाल्यो, क्याटेगोरी अघिको भइहाल्यो, सब क्याटेगोरी पनि भयो र फिचर सेक्सन पनि भयो। अनि हामी सेभ चेन्ज गरिदिन्छौँ। त्यसपछि आयो प्राइसको कुरा। प्राइस चाहिँ यता करेन्ट प्राइस आफै यो 1500 भनेर आयो, किनकि रेगुलर प्राइस 2000मा हामीले 500 डिस्काउन्ट दिएको थियौँ र डिस्काउन्ट प्राइस टाइप चाहिँ फिक्स थियो अघि। अब युनिट प्राइस भनेको चाहिँ तपाईँको तपाईँलाई चाहिँ कति परेको थियो त्यो बनाउन अथवा त्यो ल्याउनलाई, त्यो प्रोडक्ट ल्याउनलाई। भनौँ अहिले चाहिँ यो चाहिँ तपाईँको अर्निङ भन्नेमा चाहिँ हाम्रो अर्निङको रिपोर्ट झिक्ने सेक्सन हुन्छ, त्यसमा चाहिँ काम लाग्छ। अनि अहिले चाहिँ मलाई चाहिँ भनौँ 1000 रुपिस परेको थियो भनेपछि चाहिँ सेभ गरिदिन्छु म। अनि यहाँ यता भेरिएन्टहरू चाहिँ त्यसको साइज अनि तपाईँको कलर, कुन कलरको प्रोडक्ट हो त्यो भनेर यता भेरिएन्टहरूमा आउँछ। त्यो भेरिएन्ट क्रिएट चाहिँ यता एट्रिब्युटबाट गर्नुपर्छ। यता क्रिएट एट्रिब्युट त्यो चाहिँ हामी अर्को भिडियोमा सिक्नेछौँ कसरी चाहिँ त्यसको क्रिएट गर्ने भनेर चाहिँ। त्योपछि चाहिँ यता इमेजहरू देखिन्छ। इमेजहरू चाहिँ तपाईँले जति पनि इमेजहरू राख्न सक्नुहुन्छ यता प्रोडक्टको अनुसार। अरू इमेजहरू छ भने तपाईँको यता चाहिँ इन्भेन्ट्री देखिन्छ। इन्भेन्ट्रीमा चाहिँ म्यानेज स्टकमा चाहिँ डु नट निड टु म्यानेज स्टक भयो भने चाहिँ तपाईँको यता क्वान्टिटी कति पनि देखिँदैन। जति पनि लाइक यो भन्नको रिजन भनेको चाहिँ तपाईँसँग लाइक लिमिटेड मात्रै छैन, अनलिमिटेड इन्भेन्ट्री छ भने जस्तै हो। इफ तपाईँले चाहिँ म्यानेज स्टकमा राख्नुहुन्छ भने चाहिँ
अहिले चाहिँ त्यो प्रोडक्ट आउट अफ स्टक छ कि इन स्टक भन्ने अप्सन आउँछ। इन स्टकमा छ भने एसक्यू त्यसको राख्न सक्नुहुन्छ हजुर आफ्नो अनुसार र कतिवटा क्वान्टिटी छ त्यो राख्नुहुन्छ। अहिले मैले 10 क्वान्टिटी राखेँ भनेपछि चाहिँ यो अब त्यो पछि अर्को कुरा आउँछ कन्टिन्यू सेलिङ वेन प्रोडक्ट इज आउट अफ स्टक भन्नेमा चाहिँ यस या नो भन्ने हुन्छ। तपाईँले नो राख्नुभयो भन्ने बित्तिकै भयो भने 10वटा क्वान्टिटी चाहिँ सकिने बित्तिकै चाहिँ आउट अफ स्टकमा जान्छ। यहाँ अटोमेटिक आउट अफ स्टकमा गएर चाहिँ कस्टमरले अर्डर गर्नु मिल्दैन। इफ तपाईँले चाहिँ यस रिसिभ अर्डर भन्ने राख्नुहुन्छ भनेपछि चाहिँ तपाईँले चाहिँ यो कस्टमरलाई लाइक हुन्छ नि कस्टमरले चाहिँ अर्डर गर्न मिल्छ इफ त्यो सक्यो भने पनि। अनि यसलाई नि हामी सिप चेन्ज गरिदिन्छ। अनि त्यसपछि एसइओको कुरा चाहिँ तपाईँले केही पनि हेर्नु परेन यो चाहिँ अटोमेटिक फिल भइहाल्छ। र अर्डर लिङ्क चाहिँ यो अर्डर लिङ्क चाहिँ कस्तो भन्दाखेरिमा कसै मान्छेले चाहिँ हाउ क्यान आई अर्डर भन्छ भनेपछि कुनै मान्छेले चाहिँ लाइक इन्स्टामा मेसेज गरेर हाउ क्यान आई अर्डर लाइक यो प्रोडक्ट भन्छ भनेपछि तपाईँले त्यहाँदेखि कति क्वान्टिटी हो त्यो यहाँ राखेर जनरेट अर्डर गऱ्यो भने एउटा अर्डर लिङ्क जान्छ। यो अर्डर लिङ्क कपी गरेर चाहिँ उता पठाइदियो भने चाहिँ तपाईँको सिधै चेकआउट पेजमा पुग्छ। ऊ चाहिँ तपाईँको वेबसाइटको चेकआउट पेजमा चाहिँ कस्टमर पुग्छ। यसरी हामी चाहिँ एउटा कम्प्लिट प्रोडक्ट एड गर्न सक्छौँ प्रोडक्ट्समा चाहिँ।